आजै चाहिँ उपस्थित हुनै पर्यो भन्ने कुरा होइन कि उहाँ उपस्थित हुनुपर्छ, सदनप्रति जवाफदेही पनि बन्नुपर्छ। तर आज एक दिन उहाँ यहाँ उपस्थित हुनु भएन, जवाफ दिनु भएन भन्ने बित्तिकै आकाशै खसे जस्तो त बनाउनु भएन। यही राष्ट्र त होइन, यही राष्ट्र त होइन। अघि ओलीले सम्बोधन नगर्दा, ओलीले सवाल जवाफ नगर्दाखेरि बहिष्कार गरेको राष्ट्रपा यही होइन? होइन, त्यो प्रश्न उत्तरमा उहाँ सहभागी बन्नुहुन्छ होला नि त। आज त राख्ने कुरा थियो अनि अर्थमन्त्रीको तर्फबाट, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने भनिएको थियो। पछि उहाँले फेरि उपस्थित भएर दिन सक्नुहुन्थ्यो होला। यो त भर्खर सदन सञ्चालन भएको कति भयो, 1.5 महिना भयो। अनि यो बिचमा हामी घन्टौँ 3 घन्टा 4 घन्टासम्म भाषण सुन्ने बानी परेकाहरूलाई प्रधानमन्त्री केही समय नबोल्दाखेरि के नपुगे जस्तो भयो होला उहाँहरूलाई। यस्तो हुन्छ, सुन्नुहोस् न, बोलेर भन्दा काम गरेर देखाउने प्रधानमन्त्री हामीलाई चाहिएको छ यति बेला। किन यो लेखेको कुरा तपाईँ लेखेको कुरा जहाँ छ त्यो सुविधा दिएको छ भनेदेखि अदालतको कुरा नगर्नुहोस् न। त्यो त हाम्रो नियावलीमा लेखिएको कुरा छ। उहाँ आफू उपस्थित नभएको खण्डमा पठाउन सक्ने भनेर लेखिएको छ।